भदौ 23 आन्दोलनमा गोली चलेको सुनेर मदन जाने तयारी गर्छ। मुमा हे मेरो मदन, हे मेरो पुत्र, कहाँलाई लम्केको? देशलाई दशा लागेको बेला म बुढी कमिएको, कान्छा किन जङ्गेको? एक नै सहारा जगतै जान मुटु र कलेजो, नजान बाबु एक्लो छाडी कालले तर्सायो, साना कालले तर्सायो। खस्रोते सडक भिडको बथान युद्धको माहौल, ती सबकी आमा कुर्दी हुन् बाटो घर कहिले फर्कला। आमाको पीडा आमाले बुझ्छ त्यही भएर रोक्दैछु, के भए तलाई हे ईश्वर मलाई त्यही बेलै उठाउनु। 9 महिनाको खमा 20 वर्ष काखमा राखेर हुर्काए, आमाको पिन्ती भविष्य सोची च्यान्तले जोगाए, बाबु के हुन्छ नगारी। मदन हे मेरी बुमा, हे मेरी आमा, त गाह्रो नबन्नु, शान्तिको नारामा साथी मारी नजानु नभन्नु। जेन्जीको आन्दोलन न्यायको लडाई म पनि जेन्जी हुँ, अन्याय भयो मानवता माथि म कसो सहनु, मुवा धुधुरु नरुनु। जननी तिमी धन्य छ तिमीलाई दुनिया देखायो, नेपालनी आमा छोराको धर्म निभाउन मलाई देऊ। देशको रक्षा वीरको बदला भविष्य जोगाउन, बिदाई गर आँसुले होइन आशिक देउन, आमै गर्वले पठाउन। मदन त्यति भनेर बाटो लाग्छ। आन्दोलनमा पुग्दा द्वन्द्व चरण सीमामा थियो। बाटो रगत, ढुङ्गा मुढा र जुत्ता चप्पलले ढाकेको थियो। भिडसँगै मदन अघि अघि बढ्छ र त्यति नै बेला एउटा गोली आई उसको छाती चिर्छ र ऊ पक्लक्कै ढल्छ। मदन हे राक्षसहरू, हे देश शत्रु, सङ्कोच लागेन, ताकेर बन्दुक भाइलाई हान्दा हात कसो कामेन, तिमीलाई दया नि लागेन। हे मेरा बन्धु एक्लो छाडी नभाग त्यसरी, छातीको पलमा यो तातो गोली पोल्दछ बेसरी। हे साथी भाइ कोही त आऊ मलाई बचाइदेऊ, घरमा मेरो ती बुढी आमा उपकार लगाइदेऊ, ईश्वर मलाई बचाइदेऊ। तितर बितर भिडबाट एउटा ठिटो स्कुल ड्रेसमा आएर मदनलाई घिसारेर पर लाग्छ अनि पिठ्युमा बोकी अस्पताल लग्दछ। अस्पताल पहिल्यै भरि भराउ थियो। मदन र त्यो ठिटो डाक्टरको प्रतीक्षामा बस्दछन्। विद्यार्थी ठिटो कस्तो छ दाजे तिमीलाई अहिले कतिको दुख्दैछ? मेरो नि साथी गोलीले ढल्यो गिदी नै छरपस्ट, के बेरै अघि सँगै थियो हामी हाँसेर गाउँदै थियो, गोली नै हान्यो टाउको नै ताकी 12मा पढ्दै थियो, भर्खर 12मा पढ्दै थियो। हे मेरा दाजै तिमी नि मलाई छाडेर नजानु, बस्दैछ अझै ठुकठुकी तिम्रो हिम्मत नहार्नु। के पर्यो नाउँ कहाँ पर्यो गाउँ, कुटुम्ब कता छन्, आफू त सानो त्यही माथि पराई आफन्त कता छन्, तिम्रो परिवार कहाँ छन्? मदन हे मेरो भाइ जीवनदाता मदन हो मेरो नाउँ, पराई भनी पापको भारी मलाई नबोकाऊ। उमेर नाता जात र भात किरण भूमिमा, मानिस सबै समान नै रहेछ मृत्युको मुखमा। कलिले रहेछौ सम्हाली राख प्राणको ढुकुटी, तिमीले गर्दा वरदान पाछु 2 मुठी ढुकढुकी, मैले 2 मुठी ढुकढुकी। मदनलाई गाह्रो हुँदै जान्छ। मदन हे मेरो भाइ श्वास अड्किन्छ दृष्टि नि थमिलो, बाँच्दिन होला म धेरै बेर छाती नि कसिलो, म मरे पनि मेरो बलिलाई खेर नफालिदेऊ,
स्वर्गमा बसी नेपाल आमाको समृद्धि हेर्न पाऊ। दैव सबैलाई न्याय देऊ। हे मेरी मुमा सम्झन्छु तिमीलाई, मलाई क्षमा देऊ। यो मेरो सन्देश ती बुढी आमा समक्ष पुर्याइदेऊ। भाइ सन्देश पुर्याइदेऊ। विद्यार्थी थिटो। हे मेरो दाई आराम गर्नुहोस्, म डाक्टर बोलाउँछु। निर्धक्क हुनु, तपाईको सन्देश अवश्य पुर्याउँछु। यति नै भन्दै बिदाई मागे युद्धमा फर्कन्छु। देशको निम्ति परिने आए म पनि मर्नेछु। दाजै म पनि मर्नेछु। मदनलाई डाक्टरको हातमा सुम्पेर उसले मदनकी आमालाई फोन गरेर खबर पुर्याउँछ। मुमा। हे मेरा छिमेक दिदी र बहिनी आकाशै खस्यो नि। मेरो मदनलाई गोली लाग्यो रे, म अब के गर्ने? भगवान म अब के गर्ने? हे पशुपति, हे भोलेनाथ, प्रार्थना सुनेनौ। धिक्कार छ तिमीलाई, आमाको ममता किन हो बुझेनौ? हे साइला बाबु, मेरो मदनको हाल नै बुझिदेऊ। हे ईश्वर तिमी साँच्चै छौ भने मदनलाई बचाइदेऊ। मुटु नै चिरी देह समर्पण गर्दछु तिम्रो नाउँ। हे ईश्वर तिमी साँच्चै छौ भने मदनलाई बचाइदेऊ। मेरो मदनलाई बचाइदेऊ। उता डाक्टरको निरन्तर प्रयासको कारण मदनले मृत्युलाई छल्न सफल हुन्छ। पट्टीमा बाँधिएर घर फर्किँदा आफ्नो मुमालाई सेतो कात्रोमा ओढिएको देख्दछ। मदन। हे मेरी मुमा मुख छोपेर किन हो सुतेकी? उठ्नु न आमा, म फर्की आए कालोलाई पछाडि। हे मेरी आमा एकचोटि फेरि मलाई पुकार्नु। तपाईको सपना बाँकी छ अझै नातिनी खेलाउनु। आमै मलाई नछाड्नु। हे साइला काका के भयो मेरी फुल जस्ती आमालाई? चुडेर लग्यो ईश्वर तिमीले टुहुरा बनाई। मलाई टुहुरा बनाई। नजान भन्थी एकलो छाडी फर्केन शरीर। छातीमा दुलो मुटु नै धुलो के पाए आखिर। एउटा आमालाई बचाउन जाँदा अर्कीलाई गुमाए। दुखीको जीवन खेलौना भए नेता चाहिँ रमाए। आखिर दुखीलाई सजाए।